हेलो साथीहरू, नमस्कार। साथीहरू, बुहारी प्रसारण भएको पनि केही दिन भइसकेको छ। साथीहरू, रामले घर बेच्ने निर्णय र कमलालाई बच्चा दिने निर्णय गरेर के सही गरे होला नि त? हामी कुराकानी गरौँ। हिजोअस्ति प्रसारण भएको भागमा के भयो र अब आउने भागमा के होला त भनेर कुराकानी गरौँ है त साथीहरू। हिजो भिडियो लिएर आउन सकिनँ, केही स्वास्थ्यमा समस्या भएको कारणले भिडियो ल्याउन सकिनँ। त्यसका लागि क्षमा माग्दै आज अर्को नयाँ भिडियो लिएर आएको छु है त साथीहरू। पुरा भिडियो हेरेर साथ दिनु होला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू सब्सक्राइब गर्न पनि नभुल्नु होला है त साथीहरू। मुनाले भने रामले उनको र उनको दाइको कुरा नसुनी गएपछि आफ्नो दाइलाई बचाउन भनेर सबै घरको गरगहना बेचेर भने आफ्नो दाइलाई बचाएर जेलबाट निकालेकी थिइन् साथीहरू। तर त्यसको परिणाम के भयो त साथीहरू? रामले भने उता कमलाको उपचार र बच्चाको लागि भनेर सबै सुन बेचेर अलिकति थप खोजेर थप गरेर कमलालाई बच्चा दिउँ भन्ने बारे सोचेका थिए साथीहरू। तर उल्टो हुन गयो। मुनाले सबै सम्पत्ति अगाडि नै बेचिसकेपछि रामले भने घर जग्गा बेच्न बाध्य भए साथीहरू। रामको भने सबै घर भाँड भैलो भएको छ साथीहरू। राम त जग्गा बेचेर गए कमलासँग, तर उता साहु आएर घरको सामान सबै निकालेर जग्गा नापजोख गरेको पनि देखिसकिएको छ साथीहरू। उता कमलालाई भने रामले घर बेचेको कुरो थाहा नै छैन। अत्यन्तै बचाउने भयो भनेर अत्यन्तै खुसी त भएकी थिइन् साथीहरू। अब घर आएर के होला त? उता घरमा भने कमला आउँदा मुना पनि हुँदिनन्, जेल गएकी छिन् साथीहरू। अब आउने भागमा के होला जस्तो लाग्छ हजुरहरूलाई? रामले मुनालाई जेलबाट छुटाएर ल्याउँछन् त साथीहरू? हजुरलाई के लाग्छ? कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला है त साथीहरू। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। मेरो आफ्नै स्वास्थ्यमा समस्या आएको कारणले साथीहरू भिडियो निरन्तर रूपमा ल्याउन सकेको छुइनँ। त्यसका लागि क्षमा प्रार्थी छु साथीहरू। अब आउने आगामी दिनहरूमा चाहिँ निरन्तर भिडियो लिएर प्रस्तुत गर्नेछु भन्ने आशाका साथ हजुरहरूले पुरा भिडियो हेरेर साथ दिनु होला भन्न चाहन्छु। धेरै धेरै धन्यवाद साथीहरू।